पोखराको क्षेत्रफल 464.24 वर्ग किलोमिटर छ। काठमाडौँबाट भन्दा 10 गुणा ठुलो छ। तर यति ठुलो क्षेत्रफल भएको महानगरपालिकामा अहिले हामीले फोहोर मैला व्यवस्थापन गर्न सकिरहेको छैन। यो मलाई लाग्छ तपाईँ हामी सबैको समस्या र चुनौतीको विषय बनेको छ। बाहिर चोकमा हेऱ्यो, सडकमा हेऱ्यो, घरमा हेऱ्यो, फोहोर थुप्रिएको छ। सञ्जालमा हेऱ्यो, फोहोरको विषय छ। गाली गलोचको चाङ छ। यतिखेर हामीसँग प्रश्न र फोहोरको चाङ छ। त्यसैले यो समस्यालाई कसरी समाधान गर्ने, यो सर्वदलीय सर्वपक्षीय बैठकको आयोजना गरिएको छ। हुन त सरसर्ती हेर्दाखेरि फोहोर व्यवस्थापन गर्ने स्थानीय तहको दायित्व हो, पोखरा महानगरपालिकाको दायित्व हो। पोखरा महानगरपालिका भनेको जनप्रतिनिधि र कर्मचारी। तर मलाई लाग्छ यहाँको सबै विभिन्न कार्यालय, 3 तहको सरकारी कार्यालय, गैर सरकारी कार्यालयहरू छन् हैन, निजी क्षेत्रका सङ्घ संस्थाहरू छन्। यो हामी सबैको दायित्व हो। तपाईहरुको साथ सहयोग बिना हामीले कुनै पनि काम गर्न सक्दैनौँ। तपाईहरुको साथ सहयोग लिएर नै पोखरा महानगरपालिकाले सबै काम गर्ने हो। तपाईँ हामीले सुनेको एउटा उक्ति छ, मदर टेरेसाले भन्नुभएको, मैले गर्न सक्ने काम तपाईहरूले गर्न सक्नुहुन्न, तपाईहरूले गर्ने काम मैले गर्न सक्दिनँ, तर तपाईँ र हामी मिल्यो भनेदेखि सबै काम गर्न सकिन्छ। त्यसैले तपाईँ हामी सबै मिलेर यो समस्यालाई समाधान गर्ने, यो चुनौतीलाई समाधान गरेर जानुपर्छ। यो हामी पोखरा महानगरपालिकाको जनप्रतिनिधि, कर्मचारी र सबैको तर्फबाट म यहाँहरूलाई आह्वान गर्न चाहन्छु। र सरसर्ती बाहिरबाट हेर्दा पोखरा महानगरपालिकाको मेयर, उपमेयर, जनप्रतिनिधि, कर्मचारीहरूले केही गरेको छैन कि भन्ने विषय पनि छ। तर यो विषयमा हामीले गरेको प्रयास, हामीले गरेको दुःख, हामीले सहेको पीडा कति छ भनेर साध्य छैन। यो विषयमा हामीले के गर्यौँ, कसो गर्यौँ, के हुँदैछ भन्ने विषयमा तपाईहरुलाई मेयर साहबले प्रष्ट रूपमा बताउनुहुनेछ। सँगसँगै अबको भावी योजनाको विषयमा हाम्रो प्राविधिकले तपाईहरुलाई प्रष्ट पार्नुहुनेछ। र आज हामी पक्कै पनि पोखरा महानगरपालिकाको यो फोहोर मैलाको समस्यालाई सबैले यो मेरो समस्या हो भन्ने बुझाइका साथ यो समाधान निकाल्न चाहिँ लाग्नेछौँ भन्ने विश्वासका साथ यहाँहरूलाई यो बैठकमा हार्दिक स्वागत सम्मान गर्दै बिदा हुन्छु। धन्यवाद। उनीहरू छौँ यहाँ र यस पछाडि प्रदेश गण्डकी प्रदेश सरकारको तर्फबाट केही कुराहरू उहाँ श्रीमान सचिवलाई हतार भएर भएको कारणले गर्दा पहिला म बोल्छु भन्नु। श्रीमान सचिवज्यूलाई गण्डकी प्रदेश सरकारको यो फोहोर मैला व्यवस्थापनमा प्रदेश सरकारको राय, आफ्ना भनाइ र यसको के भन्छ यो प्रदेश सरकारको प्रतिबद्धता के छ त्यो सहित श्रीमान सचिवले आफ्नो भनाइ राख्नुहुनेछ। अबको क्रममा श्रीमान सचिव। धेरै प्रयत्न पनि गरेका छौँ र किन उठिरहेको छैन भन्ने कुराहरूमा एउटा विषय हुनसक्छ र अर्को विषय यहाँ पोखरा महानगरपालिकाले आफूले गर्ने कुराहरू गरेको छ कि छैन भन्ने कुरा अर्को विषय हुनसक्छ र अनि प्रदेश सरकारले त्यसमा रोल के हुने भन्ने अर्को विषय हुनसक्छ। सँगसँगै कुरा के हुनसक्छ भन्दाखेरि अब अलिकति म यो राजनीतिलाई अलिकति राजनीति रूपमा नबुझेर अलिक फरक ढङ्गले बुझ्ने पनि अर्को विषय हुनसक्छ र अनि यो बिचको कुराहरू सबै जोडिएर एकै ठाउँमा सबै कुराहरू आइरहेको छ कि भन्ने मैले बुझेको छु र त्यो कुरो हुनु आफैभित्र दुर्भाग्यपूर्ण कुरा हो। मलाई के लाग्छ, म एउटा वातावरणको विद्यार्थी भएको नाताले पनि म के भन्न चाहन्छु भन्दाखेरि तपाईहरुलाई यो जिम्मेवारी सबैको
र यो जिम्मेवारी सबैको किन हो भन्दाखेरि हामी उपभोक्ता जसले फोहोर सिर्जना गर्छौँ, those people who create the waste, they have right to the management of it. भन्नुको अर्थको they should manage it. दलले यो फोहोर क्रिएट गर्छ, त्यसैले फोहोर म्यानेज गर्ने नेचुरल राइट त्यो हो। तपाईँ के भन्छ भन्दाखेरि नि, तपाईको राहु केतु शनिश्चर लागेको कुराहरू चाहिँ अन्त गरेर पखाल्नु पर्दैन, चारधाम गरेर पखाल्नु पर्दैन। मात्रै तपाईँले दिनपछि आफ्नो टोयलेट सफा गर्नुभयो भने तपाईँको राहु केतुहरू शनिश्चरहरू सबै पखालिन्छन् भन्ने छ। तपाईँले यो कुरा हामीले बुझेका छैनौँ। हामीले कति फोहोर क्रिएट गरेका छौँ होइन, हामीले अरूलाई दायित्व कति सिर्जना गरेका छौँ, अरूलाई दायित्व कति सिर्जना गरेका छौँ। तपाईँ हुनेछ पोखराका साथीहरू सचेत हुनुहुन्छ, मलाई लाग्छ जिम्मेवार हुनुहुन्छ। हामी जिम्मेवारी कति अर्कालाई पछ्याइरहेका छौँ भन्ने हो। हामीले गर्न सकेनौँ भने के हुन्छ, त्यो फोहोर पब्लिक हुन्छ, त्यो फोहोर सार्वजनिक हुन्छ। सार्वजनिक भएपछि त्यसले 10 जनालाई 20 जनालाई गर्दै त्यसले प्रभावित गर्दै जान्छ। अब भन्नुहोस्, तपाईँले सीमित ठाउँमा आफैले लिमिट तरिकाले फोहोर चाहिँ म्यानेज गर्न सक्ने कुराले कति क्वान्टिटेटिभ तरिकाले कति प्रभाव पारेर भन्नुहोस् त। अर्थ छैन। तपाईँले कति फोहोर क्रिएट गर्नुभयो भनेर स्वर्ग नर्क छ भने कति त्यसलाई म्यानेज गर्नुभयो भनेर स्वर्ग देखिन्छ। तपाईँ यो कुरो हामीले बुझेका छैनौँ। हामीले यो धरतीभित्रका कुराहरू डाइरेक्टली गो टु द हेल्थ यो भन्न सकिन्छ। तपाईँ कहिल्यै नरकबाट माथि उठ्न सक्नुहुन्छ भन्दाखेरि नि सेफ्टी ट्याङ्कको व्यवस्था गरेको हुन्छ। सेफ्टी ट्याङ्कबाट चाहिँ अनिखेरि त्यहाँबाट के अरे पानीलाई तरल पदार्थ मात्रै जाने व्यवस्था भएपछि त्यसलाई पनि फिल्टर गरेर ढलमा मिसाइन्छ। ढलमा जातिहरू तपाईँहरूले यदि सेफ्टी ट्याङ्क राख्नुभएको छैन भने अनि यदि तपाईँले सोझै उसमा गर्न भोलि गएर समीक्षा गर्नुहोस्, त्यो सेफ्टी ट्याङ्क बनाइहाल्नु। भोलि गएर यो मासबाट त्यो डिसिजन गरेर आओस्। प्रदेश सरकारको लागि मेरो तर्फबाट पहल गर्नका लागि म तयार छु। र यो विगत 25-30 दिनदेखि नउठेको फोहोरलाई जसरी हुन्छ मिलाएर तपाईँलाई अलिक चित्त नबुझेको होला साथीहरू, तर रियालिटी मैले रियल बेसमा गएर काम गरि भनिरहेको छु। यो कुरो चाहिँ हामीले हृदयदेखि सोच्नुपर्ने आवश्यकता छ भन्दै म अनुरोध गर्दै प्रदेश सरकारको तर्फबाट जे तपाईँहरूले रिजोल्युसन निकाल्नुहुन्छ त्यो रिजोल्युसनलाई हामी कमिटमेन्ट साथ पुरा गर्नका लागि के सहयोग गर्नुपर्छ प्रदेश सरकारको तर्फबाट त्यो सहयोग गर्न तयार छौँ र पहल गर्न तयार छौँ। र अर्को कुरा, मलाई आज हेर्नुहोस्, म बस्ती यो पछिसम्म बस्ती तपाईँहरूका सारा कुराहरूको लागि सुन्न यति इच्छा थियो, तर आज 4 बजे क्याबिनेट बैठक भएको कारणले गर्दा मैले अगाडि गएर पढ्नुपर्ने भएको कारणले गर्दा र त्यसलाई रिभिउ गर्नुपर्ने भएको कारणले गर्दा मलाई हतार भएर मैले यहाँ अगाडिकै टाइम लिएँ। त्यसका लागि मलाई क्षमा दिनुहुन्छ भन्ने, यहाँले क्षमा दिनुहुनेछ भन्ने विश्वासका साथ म यहाँबाट बिदा हुन चाहन्छु। आज धन्यवाद। निमित्त प्रमुख जिल्ला अधिकारीज्यू, सुरक्षा निकायका सबै प्रमुखज्यूहरू, महानगरपालिका परिवार, उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स लगायत निजी क्षेत्रका प्रतिनिधि साथीहरू आमन्त्रण गरेका थियौँ। धेरै साथीहरू आएको त मैले देखेका छैन। जो जति उम्मेदवार साथीहरू आउनुभएको छ सबै उम्मेदवार मित्रहरू, 29 दिनसम्म रेगुलर रूपमा सबै क्षेत्रको फोहोर उठ्न सकेको छैन। लेकसाइड र केही प्रमुख क्षेत्रमा बिचमा हामीले 3 चोटि यो 29 दिनको बिचमा इन्टरभलमा 3 चोटि फोहोर उठाएका छौँ। झन्डै 1300 ट्रक फोहोर चाहिँ यो 29 दिनको बिचमा उठेको छ। सामान्यतया हाम्रो एक दिनमा 100 ट्रक प्लस फोहोर चाहिँ उठ्छ भनेपछि कम्तीमा पनि 2900 ट्रक अथवा त्योभन्दा बढ्ता फोहोर चाहिँ उठ्नुपर्ने हो। त्यसको
अब आधा अथवा त्योभन्दा पनि कम मात्रै हामीले त्यो पनि अत्यन्त अल्पकालीन व्यवस्थापन गरेका छौँ। त्यस कारणले गर्दा पर्यटकीय राजधानी पोखरामा यत्र तत्र सर्वत्र फोहोरका चाङहरू डङ्गुलहरू तपाईँ हामी देख्न बाध्य भएका छौँ। यो कसैको पनि रहरको विषय हो जस्तो मलाई लाग्दैन। के नै पुरुषार्थ गरौँ भनेर सबैले आफ्नो घर अगाडि सडक अगाडि त्यस्तो गरेका थियौँ जस्तो पनि मलाई लाग्दैन। यसको एउटा लामो श्रृङ्खला छ, म त्यसमा अलिकति सविस्तार साथीहरूको ध्यान आकर्षण गराउनेछु। कतिपय कुराहरू मिसइन्फर्मेसनका कारणले गर्दा पनि हामीले केही बुझेर बुझबुझाए जस्तै गरेर केही प्रायोगिक ढङ्गले पनि केही न्युजहरू सम्प्रेषण भएका छन् भने केही तपाईँ हाम्रो बाध्यताको कारणले पसलै खोल्न सकिएन, सटरको अगाडि ठुलो डङ्गुर भएको छ, अब कसो गर्ने भन्ने खालको बाध्यता व्यवस्था पनि तपाईँ हाम्रो बिचमा छ। मलाई राम्रो थाहा छ पोखरा 62 भाषाभाषी बोल्ने र 73 जिल्लाबाट बसोबास गर्ने मैले पाएको रेकर्ड अनुसार यहाँ साथीहरू हुनुहुन्छ। 1,48,725 घर छन्। सबैको आफ्नो घर छैन। यहाँ डेरा गरेर बस्नेहरूको पनि ठुलो सङ्ख्या छ। एउटा मात्रै कोठामा पकाउने खाने सुत्ने गर्नुपर्ने बाध्यता भएको साथीहरू पनि धेरै हुनुहुन्छ। 29 दिनसम्म आफूले भान्साबाटै निकालेको फोहोर पनि कोठैभित्र राख्न सक्ने अवस्था पनि छैन। त्यो बाध्यताले गर्दाखेरि जबरजस्त नचाहँदै पनि सडकमा ल्याउनु पर्ने बाध्यता पनि छ। हामी त्यो बुझेका छौँ भने कतिपय अहिले त अप्ठ्यारो अवस्था छ। हिजो सहज हुँदा बिहानै बेलुकै गाडीले उठाउँदा पनि जब गाडी लिएर जान्छ त्यसको 2 मिनट पछाडि फेरि सडकमा ल्याएर राख्ने गरेको पनि हामीसँग तितो यथार्थता पनि छ। त्यस कारणले गर्दा यहाँ एउटा बाध्यताको कुरा, व्यवस्थाको कुरा, अर्को चाहिँ तपाईँ हाम्रो हेलचक्राइको कुरा, यी दुईटै सँगै मिसिएर आएका छन्। यी विषयलाई म पछाडि राख्नेछु। प्रमुख सचिवज्यू गइहाल्नुभयो, उहाँले एउटा दुईवटा कुराहरू चाहिँ अरू ठाउँको अरू सहरमा काम गरेर आएको कारणले त्यहाँको बुझाइ भएर उहाँले केही कुरा राख्नुभयो होला, त्यसलाई मैले पछि छुट्न पनि सक्छ, पहिले करेक्सन गर्छु। देशभरिका सहरहरूमध्ये पोखरा मात्र एउटा सहर हो जसको हरेक घरमा सेफ्टी ट्याङ्क छ, जुन कुरा काठमाडौँमा छैन। काठमाडौँमा सबै चाहिँ ढलमै मिसाउने है। गुहेश्वरीमा अहिले एउटा ट्रिटमेन्ट प्लान्ट बन्दैछ, तर आजभन्दा अगाडि सबै ढल नै जाने अवस्था हो। तर पोखरामा जहिलेदेखि जुन घरका नक्सा भएका छन् ती नक्साको भएका नभएका सबैले एटलिस्ट 2 आनाभन्दा बढी बनेका घरहरूमा चाहिँ आफ्नै कम्पाउन्डभित्र नै सेफ्टी ट्याङ्की बनाउनु भएको छ भन्ने नै हाम्रो बुझाइ छ। जसलाई हामी हस्पिटल वेस्ट भन्छौँ त्यो चाहिँ असाध्यै खतरनाक हुन्छ। त्यहाँभित्र कतिपय मानव भ्रूण पनि हुनसक्छ र कतिपय एकदम खतरनाक औषधि लगाइएको सिरिन्जहरू पनि हुनसक्छ। त्यस कारणले गर्दा अस्पताल जन्य फोहोरलाई अरू जनरल फोहोरसँग मिसाउन पाइँदैन। त्यो इन्टरनेसनल प्रोटोकलको कुरा हो। त्यसो भएकोले पोखराभित्रको पनि सबै हस्पिटल जन्य फोहोरहरूलाई हामीले उठाउने सिस्टम नै छुट्टै छ, पार्टी नै छुट्टै छ, गाडी नै छुट्टै छ। त्यसलाई निश्चित ठाउँमा त्यसलाई इन्सिनेटरबाट डढाउने काम गरिन्छ। यसलाई अहिले हाम्रा भइरहेका ल्यान्डफिल साइटमा अथवा डम्पिङ साइटहरूमा अथवा अरू फोहोर भएको ठाउँमा मिसाइएको छैन। यो कुरा चाहिँ दुईवटा कुराहरू चाहिँ यहाँहरूले बुझिदिनु पऱ्यो। त्यसपछिको फोहोर भनेको चाहिँ अहिले हाम्रो घरबाट निस्कने फोहोरहरू जति छ, यसमा हाम्रो बुझाइ भनेको भान्साबाट निस्कने, घरबाट निस्कने, कल कारखानाबाट निस्कने फोहोर मात्रै हाम्रो बुझाइ होला। तर यो फोहोर मैला भनेको विषय के हो भने जसरी आकाशबाट परेको पानी तपाईँ हाम्रो घरमा, समाजमा, बाटोमा जहाँसुकै पानी अल्टिमेटली नदी हुँदै समुद्रमा पुग्छ नि, त्यसरी नै सहरभित्रको सबै खालका फोहोर तपाईँ हामीले बढाएर बाहिर निकालेकोदेखि लिएर तपाईँ हाम्रो घर बनाउँदाखेरि निस्केका काठका, इँटाका, ढुङ्गाका टुक्रादेखि लिएर कसेर बढारेको धुलो सबै अन्तिममा जाने ठाउँ भनेको त्यही ल्यान्डफिल साइट हो। हामीलाई लाग्छ फोहोर भनेको 2-4 झोला हामीले निकालेको मात्रै होला, त्यस्तो होइन। निकै ठुलो क्वान्टिटीमा निर्माण सामग्रीहरूको निस्केको चिज पनि, जस्तो हामी घर बनाउँदा गऱ्यौँ, बाँकी रहेको निकालिदिउँ, त्यति मात्रै होइन। तपाईँ हामीले जिन्दगीभरि लगाएको कपडाहरू, जुत्ताहरू, डस्ना, यो त्यो भन्नुहोस् न, ती पनि कुनै न कुनै ढङ्गले निस्केर फोहोरमै आउँछ। अघि पछि त निकालेकै थियौँ। यस्तो विषम परिस्थितिमा त पुरानो त्यो डस्नाहरू होइन, त्यस्तो चिज त बाटोमा नल्याइदिए हुन्थ्यो नि। त्यही न्युरोमा जानुभयो अहिले 10-11 ठाउँमा पुरानो डस्ना पनि फालेको हामी देख्छौँ होइन। यी लगायतका मान्छेले प्रयोग गर्न छोडेका सबै चिज कुनै न कुनै ढङ्गले बाहिर निस्कन्छ र त्यो निकाल्ने ठाउँ चाहिँ लैजाने ठाउँ भनेको फोहोर फाल्ने ठाउँ नै हो, जसलाई हामीले
डम्पिङ साइटका रूपमा बुझ्न सक्छौँ, फोहोर फाल्ने ठाउँका रूपमा बुझ्न सक्छौँ, फोहोर मैला थुपार्ने ठाउँका रूपमा बुझ्न सक्छौँ, विविध हिसाबले बुझ्न सक्छौँ। संसारभरि करिब 3 दशकभन्दा अगाडि चाहिँ यसरी नै उत्पादन भएका सबै फोहोरलाई मानव बस्तीभन्दा अलिक पर कम प्रयोग हुने ठाउँमा काहीँ न काहीँ थुपार्ने नै चलन रहेछ। तर पछिल्लो अब हामीले अहिले सरस्वती सुन्दा बुझ्दा 3 दशकदेखि यता चाहिँ वेस्टबाट इनर्जी बनाउने गरेको पाइन्छ। इनर्जी भन्ने बित्तिकै या त ग्यास बन्छ या त बिजुली बन्छ, यस्तो खालको कुरा रहेछ। र यो देशले नै राष्ट्रिय रूपमा चाहिँ हामीले सुने अनुसार नेदरल्यान्ड त्यस्तो देश हो जहाँ यदि फोहोर आज आउन सकेन भने लोड सेडिङ हुन्छ। फोहोर मैलाका लागि टेन्डर भएको थियो, खबरदार त्यो टेन्डर अनुसारको फोहोर विसर्जन गर्ने ठाउँमा हामी लान दिँदैनौँ। यो थियो वडा नम्बर 33 को टिमुरपाटा, जसका लागि टेन्डर भइसकेको थियो तर त्यसमा एउटा मात्रै पार्टी परेको थियो। त्यसका बारेमा अरू ओभरसाइड एजेन्सीले पनि क्वेसन मार्क गरेको थियो। सँगसँगै एकातिर त्यसको निदान हुने क्रम त थिरै थियो भने अर्कोतिर चाहिँ जहाँ लैजाने भनेको त्यहाँबाट कुनै पनि हालतमा कुनै पनि मूल्य चुकाएर हामी यहाँ ल्याउन दिँदैनौँ भन्ने कुरा भइसके पछाडि हामीले त्यो प्रोसेसलाई अगाडि बढाउन सक्यौँ। के भयो हामीले त्यहाँ एयरपोर्टको नजिक भएको कारणले गर्दा ल्यान्डफिल साइट सार्नुपर्ने भयो, अन्यत्र ठाउँ खोज्नुपर्ने भयो। त्यसपछि हामीले प्रधानमन्त्री कार्यालयबाट जनवरी 1 तारिकको लागि हामीलाई डेट दियो र हामीले अब कहाँ सार्ने भनेर धेरै ठाउँ खोज्यौँ। अहिले पछाडि देखाइन्छ दर्जनौँ ठाउँमा जाँदाखेरि हाम्रो घर अगाडिको फोहोर उठाउनै पर्छ तर हाम्रो वडामा ल्याउन दिँदैनौँ। रियालिटी यही हो। तमाम ठाउँमा यही खालको कुरा नभइसकेपछि अन्यत्र हिजो पनि हामीले कोरोनाको बेलामा पनि लास गाड्ने ठाउँमा पनि हामीले सपोर्ट गरेकै हो। अहिले पनि हामीलाई चाहिँ केही ठाउँहरू केही अप्ठ्यारो ठाउँहरू छ जहाँ बस्ती अप्ठ्यारो छ। यो खाल्टो जस्ताको तस्तो तपाईँहरू पुर्नुहोस् र यसलाई माथिसम्म ल्याउने कुरामा सहयोग गर्नुहोस्। बरु हामी केही अप्ठ्यारो पर्छ भने पनि सहन्छौँ भन्ने हिसाबले स्थानीय साथीले भन्नुभयो। धेरै लामो छलफल पछाडि वडा नम्बर 32 को लामे हालमा हामीले अस्थायी र टेम्पोररी ल्यान्डफिल साइटको रूपमा चाहिँ 14 नम्बरमा भइरहेको कुरालाई त्यहाँ सार्यौँ। त्यो हामीले बढीमा 1 वर्षभित्रमा त्यहाँबाट सक्छौँ भन्ने नै थियो। र सँगसँगै हामीले अब स्थायी प्रकृतिको फोहोर प्रशोधन केन्द्र जसलाई हामीले वेस्टबाट इनर्जी बनाउने भनेका छौँ, बिजुली बन्न सक्छ, ग्यास बन्न सक्छ, मल बन्न सक्छ भन्ने कुराहरूको रिसर्चबाट प्राप्त भएको कुरा अनुसार हामीले ठाउँहरू खोज्यौँ। एउटा समिति बनाएर कहाँ उपयुक्त छ भनेर हेर्दै जाँदाखेरि वडा नम्बर 33 को झाँक्री खोला, देब्रेवर झाँक्री खोला होइन, त्यो ठाउँमा करिब 100 रुपियाँ भन्दा बढी जमिन छ। वरपर वातावरणीय हिसाबले पनि जङ्गल छ, बस्तीभन्दा माथि छ र त्यो चाहिँ यदि राम्रो हुन सक्छ भनिसकेपछि हामीले लामो छलफलपछि त्यसलाई त्यो ठाउँलाई सुरक्षित गरेर त्यसलाई रोका राख्न लगायौँ। त्यसको लामो प्रोसेस रह्यो। सङ्घीय मन्त्रालयबाट त्यसलाई चाहिँ रोका राखेर धेरै समयपछि त्यो तहाँ कार्यालयबाट गर्न सकिने भएको हुनाले सबैलाई फाइल पठाइएको छ भने यसरी धेरै लामो प्रोसेस हुँदै जाँदा हामीले इन्टरनेसनल टेन्डर गऱ्यौँ। हामीसँग प्रतिदिन 188 टन, यहाँलाई थाहा छ ठुलो गाडीले पनि सिमेन्ट बोक्ने गाडीले 21 टन बोक्छ होइन, सानो गाडीले 10 टन बोक्छ, हाम्रो फोहोर बोक्ने गाडीले 4 टन बोक्छ। एक दिनमा 188 टन फोहोर पोखरामा 2022 को रेकर्ड अनुसार छ। आजको दिनमा भन्नुहुन्छ भने देशभरिका सहरहरू माइनस जनसङ्ख्या छ, पोखरा प्लस जनसङ्ख्या छ। यो भनेको पोखरा दिन प्रतिदिन जनसङ्ख्या बढिरहेको सहर हो। त्यसो हुँदा हामीसँग पर डे 250 टनको वरपर फोहोर छ भनिसकेपछि यति धेरै फोहोर जब हामीसँग छ भने यसलाई पुग्ने खालको मसिन राखेर त्यहाँबाट बिजुली निस्कन्छ कि त्यहाँबाट ग्यास निस्कन्छ कि कति मल निस्कन्छ यो खालको तपाईँसँग के प्रस्ताव छ लिएर आउनुहोस् भनेर अन्तर्राष्ट्रिय टेन्डर गऱ्यौँ। त्यो मध्येबाट 21वटा पार्टीले फर्म लैजानु भयो। बुझाउने बेलामा त्यसको धेरै प्रोसेस भएको हुनाले हामीले सक्दैनौँ होला भन्ने भएर होला जम्मा 5वटाले बुझाउनु भयो। 5वटा मध्ये 3टा मात्रै क्वालिफाइड हुनुभयो र 3टा मध्येबाट एउटा अवार्ड भयो। त्यो अवार्ड भएको पार्टीले युरोपियन टेक्नोलोजी अनुसारको हामी ग्यास वा बिजुली निकाल्छौँ अथवा त्यसको आवश्यक कुराहरू गर्छौँ भन्ने हिसाबले प्रोसेस अगाडि बढाएर नेपाल सरकारले तोकेको PPP ऐन अन्तर्गतको प्रोसेस सुरु गर्दा गएको मङ्सिरमा मात्रै यो प्रोसेस टुङ्गियो र अस्ट्रेलियामा बस्ने NRN र त्यहाँका विदेशी साथीहरू सहितको टिमले युरोपियन टेक्नोलोजी सहितको यस्तो प्रोजेक्ट हामी बनाउँछौँ भनेर उहाँले जुन ल्याउनु भएको थियो त्यो प्रोसेस अगाडि बढेको छ।
एकातिर यो बढेर गयो, तर त्यहाँ चाहिँ हामीले भनेको ठाउँमा रोक्का मात्रै राखेको हो, त्यहाँ पैसा तिरेको छैन, सरकारको पैसा गएको पनि छैन। यहाँ करोडौँ भ्रष्टाचार गरे भन्ने कुराहरू पनि छ। जहाँ 1 रुपियाँ तिरेको छैन, त्यहाँ कसले कसरी होइन, त्यहाँ कसको नाम जोडिएको पनि हामी देख्छौँ। आजसम्म नेपाल सरकारको 1 रुपियाँ त्यहाँ परेको छैन, जग्गा चाहिँ रोक्का राखिएको छ। अब हामी त्यहाँ बनाउनै दिँदैनौँ भन्ने पनि साथीको कुरा छ। त्यो आदि कुरा कहाँ हामी प्रशोधन केन्द्र बनाउँछौँ भन्ने कुरा चाहिँ चुनाव पछि कुरा गर्छौँ। 33मा गर्छौँ कि 18मा गर्छौँ कि 7मा गर्छौँ कि 8मा गर्छौँ कि 33वटा वडामध्ये काहीँ न काहीँ त गर्नु पर्यो। त्यो प्रशोधन केन्द्र बनाउने कम्पनी चाहिँ फाइनल भएको छ, यस्तो चिज बनाउने भन्ने कुराहरू पनि निजो भएको छ, त्यसका लागि बजेट पनि तय भएको छ, प्रोसेस पनि सकिएको छ, ठाउँ मात्रै बाँकी छ। त्यो हामी थाहै कुरा हो, त्यसका लागि पछि कुरा गर्नेछौँ। पाण्डेहरू चाहिँ अब बाँकी रह्यो त्योभन्दा बाहेकको कुरामा चाहिँ अहिले उठाइरहेको ठाउँ कहाँ लैजाने त भन्दाखेरि आउने साउनसम्म 32मा हामीले पटक पटक म्याद थपेका छौँ। त्यसका लागि जुन ओडाले स्थानीय रूपमा हामीलाई सपोर्ट गरेको छ, विगतमा 14मा हुँदाखेरि पनि महानगरपालिकाको रेगुलर बजेट बाहेक थप 5 करोड बराबरको चाहिँ लोकल त्यहाँको स्थानीय विकास निर्माणका लागि महानगरपालिकाले बजेट छुट्याउँदै आएको छ र त्यो चाहिँ काम पनि गर्दै आएको छ होइन। त्यो बाहेक पनि अरू एडिसनल ठुला प्रोजेक्टहरूदेखि लिएर अरू कुरामा पनि महानगरपालिकाले साथ सहयोग गर्दै आइरहेको परिवेश पनि हो। त्यही बिचमा हामीलाई साउनसम्म करिब 32को अहिले जुन भरिएको अवस्था छ त्यसले पुग्ने थियो र साउनसम्ममा यो नयाँ पार्टीले पनि सम्पूर्ण चिज हाम्रो तयारी नै आउने हो। जमिन सम्याएको अवस्थामा हामीले नट बोल्ट नै कसने हो, मेसिन चाहिँ कलकत्ताबाट यहाँ आउन जति लाग्छ त्यति नै हो। इन्स्टल गर्दाखेरि बढीमा 7-8 महिनाभित्रमा चाहिँ हामी सबै नै काम गर्न सक्छौँ भन्ने उहाँहरूको एस्योरेन्स पनि थियो। उहाँहरू त अझ त्योभन्दा कम भन्नुहुन्थ्यो, हामीले कम्तीमा 7-8 महिनामा काम सुरु होला भन्ने हिसाबले सोचेका थियौँ र 7-8 महिनालाई त्यो खाल्टो पुग्नेवाला पनि थियो। तर 22-23 गतेको 23-24 गतेको मुभमेन्ट पछाडि यति धेरै फोहोर नयाँ जेनेरेट भयो जसको कारणले गर्दा त्यसमा त्यो खाल्टो एकैचोटि भरियो अनि हामी ठाउँ खोज्न हिँड्यौँ। त्यसको अवस्थामा चाहिँ के भयो भने कसैले पञ्चरी डाँडो देखाएको छ, कसैले चाहिँ कागो देखाएको छ र एउटा अलिकति मिसअन्डरस्ट्यान्डिङको कारणले गर्दा 33 नम्बरमा अलिकति स्थानीय साथीहरूसँगको बुझाइले एउटा सानो घटना पनि घट्यो, जसको कारणले गर्दाखेरि चाहिँ 33मा हुँदैन भने 32मा हुँदैन, 32मा हुँदैन भने 31मा हुँदैन, 31मा हुँदैन भने यहाँ हुँदैन त्यहाँ हुँदैन होइन। यस्तै खालको कुराले गर्दाखेरि हामीले नयाँ ठाउँ विसर्जन गर्न सकेनौँ। त्यसपछि रात दिन विभिन्न ठाउँमा हामीले प्रयत्न गर्दै जाँदाखेरि पनि विसर्जन गर्ने ठाउँ नपाइसकेपछि सडकबाट हामीले फोहोर उठाउन सकेनौँ। त्यो नउठाएको अवस्थामा पनि खास गरी लेक साइड र अरू संवेदनशील ठाउँहरूको उठाएर वैकल्पिक व्यवस्था पनि हामीले कतिपय ठाउँमा गरेका छौँ। सहमति गरेकै साथीहरू मध्येबाट फेरि अर्को कुरा हुन्छ, त्यसमा खास गरिकन योभन्दा अगाडि पनि हामीले राजनीतिक दलहरूलाई राखेर स्थानीय प्रशासन राजनीतिक दल जोइन्टली पनि बसेर सबैले साथ सहयोग गर्छौँ पनि भन्यौँ। तर माथिबाट हामी सभापति गरेर जान्छौँ, तर दलकै साथीहरूले तल फेरि यो त हुँदैन भनेर सङ्घर्ष समिति बनाइहाल्नुहुन्छ। यसको कारणले गर्दाखेरि अहिलेसम्म दर्जनौँ ठाउँमा हामीले पहल प्रयत्नहरू गऱ्यौँ। करिब अब भोलिबाट चाहिँ काम हुन्छ भन्ने ठाउँले हामी पुग्यौँ, तर जहाँसुकै अवरोध भयो। त्यो भइसकेपछि त अब त धान्नै नसक्ने अवस्था पुगिसक्यो। पानी परेको छैन र हो, यदि पानी पर्ने हो भनेदेखि चाहिँ महामारी हुन सक्नेदेखि लिएर धेरै खालको अप्ठ्यारो पनि पर्छ। अर्को तपाईँ हाम्रो सहर पर्यटकीय राजधानी पनि हो, त्यस कारणले गर्दा कुन सहरमा फोहोर छैन, कुन घरमा फोहोर छैन, तपाईँ हामी को छ बिहान उठ्दाखेरि चाहिँ तपाईँ बाथरुम नगइकन म 3 दिन बस्न सक्छु भन्ने हामी कोही छैनौँ नि। सबै ठाउँमा छ, तर यसलाई व्यवस्थापन गर्नु पर्यो। अहिले हामीले गर्न खोजेको अल्पकालीन हो, डम्पिङ नै गर्ने हो होइन, तर हामीले स्थायी प्रशोधन केन्द्र चाहिँ बनाउने प्रोसेस सिद्ध्याएरै बसेका छौँ। त्यस कारणले गर्दा यो हामी अब स्थायी प्रशोधन केन्द्रतिर पनि हामी क्रमशः जान्छौँ भने अहिले अब जुन ठाउँमा अहिले तयारी गरेका छौँ हामीले, यहाँहरू सबैलाई थाहा छ, स्थानीय रूपमा मेरो वडामा कुरा भइरहेछ भन्ने तपाईँहरू सबैले बुझ्नु भएको छ। त्यो मध्येको सबैभन्दा प्रायोरिटीमा रहेको 1, 2, 3 गरेर हामीले प्रायोरिटी छानेका छौँ। ती ठाउँमा अब भरे भोलि पर्सिदेखिबाट जब गाडी आउन थाल्छन् त्यसमा अवरोध नगरिदिनु होला, बुझेर पनि बुझ पचाउने कुरा नगरिदिनु होला। आफ्नो कार्यकर्ताहरूलाई सबै राजनीतिक पार्टीहरूले हामीले मह गरेका छौँ। महानगरपालिकाले वातावरण पर्यावरणको क्षेत्रमा चाहिँ कुनै पनि असर नपर्ने गरिकन, त्यहाँको भौगोलिक अवस्था हेरिकन, भोलि बर्खाको बेलामा पनि पानी खोला आउने आदि कुराहरू चाहिँ नहुने गरिकन
आजको आजै 4 बजीसम्म फोहोर राख्ने, 4 बजीभन्दा माथि 10 सेन्टिमिटर माटो राखेर त्यसलाई पुर्ने होइन। कतिपय ठाउँमा पहिलाको यहाँ बाछीबुढामा नपुर्ने भएको कारणले गर्दा हरियामाखा हामीसँग यहाँसम्म आएको थियो भनेर पुरानो कुराहरू गरेको पनि हामी देख्छौँ। र हामीले गएको 3 वर्ष सुरुमा हामीले 5 सेन्टिमिटर पुरेका थियौँ, पछिल्लो अवधिमा 10 सेन्टिमिटर पुरेर आजको आजै 4 बजेपछि 4 बजेभन्दा पछाडि गाडी नजाने, 4 बजेपछि चाहिँ माटो पुर्ने र अरू केमिकल र अरू चिजहरू पनि पुर्ने गरिकनै व्यवस्था गरेका हौँ। त्यसमा पनि अझै केही सुधार गर्नुपर्ने छ भनेदेखि वातावरण शाखाले त्यो पनि कमिटमेन्ट गराउनु र कुनै पनि वातावरण पर्यावरणमा अप्ठ्यारो नपर्ने गरिकन सहरको अहिले मुख्य सिटी क्षेत्रको वडा नम्बर 18 देखि 33 सम्म खास समस्या छैन है। घर घरको फोहोर पनि मोलखातामा राख्नुहुन्छ, प्लास्टिक जन्ने कुराहरू चाहिँ 1 वर्षपछि गाडी आयो भने पठाउँला भनेर व्यवस्थापन गर्नुभएकै छ। 18 देखि 33 वर्षको वडाहरूमा लेखनाथको चाहिँ सम्म भएको वडाहरूमा पनि खास सडकमा फोहोर निकाल्नु भएको छैन है। घर बारीमै कतै व्यवस्थापन गर्नुभएको छ, अप्ठ्यारो सहनु भएको छ। तर कोर सिटीभित्र अहिले हुँदाहुँदै त अस्तिदेखिबाट त सडकको बिचमै ल्याएर फाल्दैन, केही जनप्रतिनिधिहरूको घर घरमा लगेर फाल्दिने यस्तो गरेको पनि देखिएको छ। यो समाधानको विषय होइन। अब हामी अन्तिम अवस्थामा छौँ। मर्ता तो क्या नै कर्ता भन्ने चाहिँ एउटा हिन्दीमा उखान पनि छ। अब हामी जबरजस्त उठाउनु पर्ने अवस्थामा पनि छौँ। यो आज मात्रै भएको हो होइन, 3 वर्ष अगाडि पनि भएको, 2 वर्ष अगाडि पनि भएको। सम्झनुहोस् त, हामी छिटो बिर्सन्छौँ। 1 हप्ता नउठिसके पछाडि अनि प्रशासनको उपस्थितिमा लहर हामी विसर्जन पनि गरेका छौँ। विगतमा थुप्रै मुद्दा मामिला पनि भएका छन्, हामीले पछि फिर्ता पनि लिएका छौँ है। यो त चुनावको बेला छ, त्यस कारणले गर्दा अहिले भर्खर स्थानीय प्रशासनले पनि बल प्रयोग गर्ने कामहरू चाहिँ नगरौँ है भन्ने उहाँहरूको कुरा थियो। हामीले पनि हुन्छ हजुर भन्दै चाहिँ अहिलेसम्म सकेसम्म समझदारीमै कहाँ गर्न सकिन्छ, कसैलाई असर नपर्ने गरिकन भन्ने प्रयत्न गरेर आजसम्म दिनसम्म आएका छौँ। र म यहाँहरूसँग के अनुरोध गर्न चाहन्छु भने हामीले ठाउँ खोज्ने कामहरू सकेका छौँ। कमिटमेन्टमा के जाहेर गर्न चाहन्छु भने प्राविधिक हिसाबले, वातावरणीय पर्यावरण हिसाबले कुनै पनि अप्ठ्यारो नपर्ने गरिकन छिमेकी साथीहरूलाई त्यो फोहोर फालेको कारणले गर्दा त्यहाँ बस्न नसकिने अवस्था सिर्जना हुनै हुँदैन। किन भन्दा मानवीय मूल्य मान्यता र बाँच्न पाउने अधिकार प्रमुख हो। त्यस कारणले गर्दा स्थानीय साथीहरूलाई अप्ठ्यारो पर्ने गरिकन हामी त्यो गर्दैनौँ। त्यसपछि यो अस्थायी, यो केही महिनाका लागि मात्रै अहिले गर्दैछौँ। स्थायी प्रक्रिया चाहिँ सुरु भइ नै सकेको छ। त्यस कारणले गर्दा यदि त्यो प्रक्रियामा जान सकेनौँ भने यो त क्षतिपूर्ति र अरू विषयहरूमा जान्छ र यो नगरिनु हुने विषय नै हो। आज नगरे भोलि गर्नुपर्छ, भोलि नगरे पर्सि गर्नुपर्छ। हरेक सहरमा फोहोर छ, फोहोर व्यवस्थापन नगरी हुँदैन। सबै सहरले डम्पिङ गरिरहेको छ। काठमाडौँका 17वटा नगरपालिकाहरूको एकमुष्ट बन्चरे डाँडा लैजाने भएको हुनाले त्यहाँ कुनै नगरपालिकाको पर्टिकुलर काठमाडौँ, ललितपुर, भक्तपुर अथवा होइन कागेश्वर अथवा चाहिँ होइन तारकेश्वर कसैको भन्ने विषय रहेन। सहरी विकास मन्त्रालयले त्यहाँ जिम्मेवारी लिएर गरिरहेछ। परमेश्वर सचिवजीको कुरा सुनिहाल्नुभयो। सबभन्दा नजिक छ हाम्रो सरकार भन्नुभएको छ, नजिक पोखरा त पोखरै छ होइन, तर हाम्रो अलि कमै भेट हुन्छ। त्यसो हुँदा यहाँ सबै राजनीतिक दलको हाम्रो नेता साथीहरू यहाँ हुनुहुन्छ। चुनावको बेला छ, हजुरहरूलाई पनि टेन्सन छ। यदि हुन्छ भनिदिइहाल्यो भने भोट घट्ला कि भन्ने डर छ। तर भोटभन्दा पनि जनस्वास्थ्यको कुरा चाहिँ मेजर रह्यो। त्यस कारणले गर्दा भोट तपाईँ हामी सँगै एकसाथै सेयर गरौँला। सबैले आज यहाँ जे कमिटमेन्ट गर्छौँ तलसम्म हाम्रा पार्टीका कोही पनि साथीहरूले यसमा अवरोध खडा गर्नुहुन्न भन्ने हजुरहरूको प्रतिबद्धता रहोस्। स्थानीय प्रशासनले पनि हामी आवश्यकता अनुसारको सहयोग गर्छौँ भन्ने कुरा रहोस्। र अझ बढी कमिटमेन्ट चाहिँ सम्पूर्ण पोखरावासी दाजुभाइ दिदीबहिनीहरूको दिन चाहन्छु। नागरिक समाजको तर्फबाट सबैको लागि कर्तव्य गर्दै अहिले हाम्रो रामबहादुर सर र अरू साथीहरूले यसमा आफ्नो धारणा पनि दिनुहुनेछ। नागरिकको तर्फबाट पनि हामी सबै जिम्मेवार बनौँ। अब धेरै दिन खप्ने ठाउँ छैन। मैले अस्ति लेखेकै छु, शनिबारसम्ममा हामी एट एनी कस्ट गाडी रेगुलर आउने व्यवस्था चाहिँ मिलाउँछौँ नै, त्यो नमिलाइ सुकै छैन। अझ पैसा पनि दिन्छौँ, हजुर लाग्ने खर्च जति छ नि त्यो पनि दिन्छौँ। त्यसै गफ दिएर हुन्छ? यो असाध्यै संवेदनशील कुरा हो। त्यसो भएर चाहिँ यो अब म मेरो उम्मेदवारलाई, मेरो पार्टीलाई जितायो भने हामी भर्खरै यो समस्या समाधान गरिदिन्छौँ। त्योभन्दा अगाडि हामीले धेरै ठाउँमा 16मा, 13मा, 17मा, 22मा, 21मा र अर्को 33को ट्युर बाटो भन्ने ठाउँ पनि हामीले त्यो ठाउँ हेरेका थियौँ दिगो व्यवस्थापनको लागि। त्यतिकै महानगरले आफैले जग्गा आफ्नो नभएपछि स्वामित्व ग्रहण गर्नको लागि पनि एउटा प्रक्रिया हुँदो रहेछ र त्यसको लागि हामीले सङ्घीय सरकारसँग अनुरोध गरेका थियौँ। 2079 पौष 17 गते अर्थात् तदनुसार 1 जनवरी 2023 को दिन जुन चाहिँ हाम्रो गौरव योजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको दिन थियो। प्राविधिक र आर्थिक दुईटै प्रस्तावहरू मूल्याङ्कन गर्नुपर्ने थियो, जस अन्तर्गत पहिलो प्राविधिक मूल्याङ्कनमा एउटा मात्रै कम्पनी पास भयो, जुन चाहिँ टेरासोल रिन्युएबल नेपाल प्रणाली थियो। त्यही कम्पनीलाई नै को मात्रै हामीले आर्थिक प्रस्ताव खोल्न मिल्यो। उहाँहरूसँग हामी छलफलमा बस्यौँ। छलफलमा बस्दाखेरि हामीले